भने कहाँ गयो यार मेरो एउटा छोरा कान्छो भएको भने कामै नलाग्ने मान्छे परे निस्केर कस्तो कुन दिनमा जन्मेको रहेछ बाबुले दुःख मात्रै दिने यो खालि डुलेको गर्छ कुकुर जस्तो के हो यहाँ त खोरमा यत्रो फारममा भाले झन्डै चोरी भएर यी डन्ठा लिएर बसेको भाले कुर्दैछ नयाँ वर्षमा काटेर खानलाई। ओ कान्छो छोरा हजुर यहाँ आउनु पर्यो कुकुरको बेरा के अरे कोदालको बेरा हाल्नु पर्यो ल हाल यहाँ कुरो के गर्ने खाना मात्रै खिच्नु जाने खानासँग भाले खानु परेन एक गते नयाँ 2072 साल आइसक्यो। खाइस भाले यत्रो भाले खान्छ गर्नु पर्यो छोडेर पठाइदिउँ यो बेरा हालिदियो कोदालो कुरुकै नयाँ वर्षमा के बारी खोल्नु जानु पर्यो होला यो भाले खानु पऱ्यो त्यो भाले भोलि पर्छ खाउला यो पहिलो गर यस्तो बाउ यार सुडो धेरै ल्याङ गर्छ यार कसले पनि तनाव दिने यार यस्तो बाउले किन मलाई जन्माएको यस्तो कसले तासेर सकाउन। केटा हजुर के गर्दैछस् भने के गर्नु बाउले टेन्सन दिएर यहाँ आलु रोप्नु पर्ने रे कोदालीको बिड हाल्नु पर्ने रे यहाँ अनि यसो गर्नु पर्ने रे। यसो गर अब पर्सि नयाँ वर्ष होइन हजुर तास्नु छोड्दे के गर्नु त्यही भएर भाले चोर्छ भनेर त्यहाँ रुँगेको पनि बाउले बोलाएर तास्नु छोड्दे लाग्यो। कति काम गर्छ त्यो सुडु त्यस्तै हो क्या अब पुरानो मान्छे हो ल्याङ गरिहाल्छ नि हामी नयाँ वर्षमा घुम्नु जाने हो अब होइन बाउले लाप्दै म तास्छु हो ल त्यसैमा म चाहिँ यो पर्सि गएँ एक्लै जानेको नजाने भन्ने होइन जाने चाहिँ कुन ठाउँमा जाने हो र घुम्नु त जाने हो माथि पोखरा जाने हो घुम्न अब अतै घुम्ने ठाउँ छैन कहाँ जाने त पोखरा